हेलो मेरो च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत छ। आज चाहिँ म भेज मोमो सोयाबिनको बनाउन गइरहेको छु। आशा छ तपाईहरुलाई मन पर्छ। यदि मन पर्छ भने तपाईले मेरो च्यानलमा गएर कमेन्ट, सब्स्क्राइब अनि लाइक पनि गरिदिनुस् होला। धन्यवाद। पहिला तपाईले यो हाम्रो स्प्रिङ अनियन काट्नुपर्छ, मजाले त्यसलाई सानो चप गर्नुपर्छ, यसलाई मसिनो गर्नुपर्छ। यो चाहिँ सब्जी मोमोमा यो स्प्रिङ अनियन एकदमै यसले राम्रो फ्लेभर पनि दिन्छ। तपाईले मजाले स्लाइस गरेर त्यसलाई जति मसिनो हुन्छ त्यति राम्रो हो। मजाले त्यसलाई स्लाइस गर्नुहोस्। अनि त्यसको बादमा हामीले यसलाई अर्को बोलमा सार्ने। अनि त्यो सारिसकेपछि हामीले मैले चाहिँ एउटा कोरिएन्डर फेरि त्यो के भन्छ धनियाँको पत्ता पनि लिएको छु। धनियाँ र स्प्रिङ अनियन चाहिँ एकदमै तपाईको भेज मोमोमा यसले दुईटैले फ्लेभर राम्रो दिन्छ अनि मिठो पनि बनाउँछ। अनि तपाईले धनियाँलाई पनि मजाले तपाईले मसिनो यसलाई स्लाइस काट्ने, चप गर्ने। मजाले चप गरिसकेपछि त्यसलाई पनि हामीले चाहिँ अलग्गै पहिला सुरु राख्नुपर्ने हुन्छ। त्यहाँबाट चाहिँ तपाईले अर्को हामीले त्यसमा भेज मोमोमा चाहिँ धेरै सब्जी भयो भने अझै राम्रो हुन्छ। तर मेरोमा चाहिँ खालि यो सोयाबिन थियो। तर सोयाबिनलाई चाहिँ तपाईले ग्राइन्डरमा गर्नुभन्दा अगाडि चाहिँ तपाईले त्यसलाई मजाले भिजाउनु पर्ने हुन्छ। मेबी लाइक 20-30 मिनट्स त्यसलाई तातो पानीमा चिसो पानीमा जस्तैमा पनि तपाईले भिजाएर राख्ने, त्यसले सफ्ट गराउँछ। अनि तपाईकोमा यस्तो मिक्सी छ भने तपाईलाई धेरै सजिलो हुन्छ। यदि छैन भने तपाईले हातले पनि मसिनो त्यसलाई चप गर्नुपर्छ। जस्तो मैले चाहिँ मसिन भएको कारणले मसिनमा धेरै सजिलो हुन्छ भनेर त्यसलाई मसिनो चप गरेर मैले रेडी गरेको छु। हामीले भेज मोमोमा चाहिँ यो सोयाबिनको खाँदाखेरि चाहिँ धेरै जस मिठो हुन्छ। अरू भेजहरूमा यो पनि एउटा भेज मोमोको लागि एकदमै राम्रो हुन्छ। अनि तपाईले त्यसमा चाहिँ मैले चप गरेको धनियाँ अनि प्याजको पत्तालाई मैले त्यहाँ हालिदिएको छु। अनि मैले त्यो क्याबेजलाई पनि मैले चप गरेको छु। चप गरेर त्यसलाई पनि मसिनो चप गर्ने, त्यसलाई पनि त्यसमा मिक्स गरिदिने। अझ तपाईकोमा क्यारट भयो भने अझ राम्रो हुन्छ। तर मेरोमा थिएन, सो मैले क्यारटलाई मैले स्किप गरेँ। त्यो यदि तपाईकोमा छ भने त्यसलाई पनि हाल्दा हुन्छ। अनि तपाईले हेर्नुभएको छ त्यो मैले अनियन प्याजलाई मजाले त्यसलाई फेरि ग्राइन्ड गरेको छु। चप गर्दा पनि हुन्छ, तर चप गर्दाखेरि चाहिँ एकदमै मसिनो चाहिन्छ, किनभने खाने बेलामा त्यसले एकदमै ठुल्ठुलो भयो भने अलिकति डिस्टर्ब गर्छ, अलिकति राम्रो पाक्न टाइम लाग्छ। त्यही भएर धेरै मसिनो काट्नुहोस् होला। मलाई चाहिँ अब सजिलो छ यो ग्राइन्डर भएको कारणले यसलाई मजाले ग्राइन्डमा हाल्ने, मिक्सीले गरिदिने। त्यहाँबाट अदुवा हाल्नुपर्छ। अदुवा चाहिँ तपाईको भेज नन भेजमा चाहिँ मेन इन्ग्रेडियन्ट्स हो। अनि मैले चाहिँ यहाँ तेल रिफाइन ओइल पनि हालेको छु। तर सब्जीको मोमोमा अझै तपाईले बटरलाई मेल्ट गरेर हाल्नुभयो भने त्यो पनि एकदमै राम्रो हुन्छ। मैले चाहिँ थोरै बटर थियो मेरोमा, त्यही भएर मैले बटर मजाले मेल्ट गरेर हालेको छु। अनि बटर र ओइल नै मैले मिक्स गरेको छु। अनि डार्क सोया सस, किकोमन सोया सस तपाईकोमा छ, एभाइलेबल छ भने किकोमन सोया सस पनि धेरै राम्रो हुन्छ। अनि त्यो हाल्दा अनि त्यहाँबाट यतिखेर मैले एमएसजी अजिनोमोटो पनि हालेको छु। यदि तपाईकोमा छैन भने चिकन क्युब पनि ले पनि काम गर्छ। अनि त्यहाँबाट मैले नुन पनि हालेको छु। अनि मजाले यसलाई चाहिँ तपाईले मुस्नुपर्ने हुन्छ। यो सोया चङ्क्सहरू चाहिँ कस्तो हुन्छ भने एकदमै त्यसले त्यो ड्राई छिट्टो एब्जर्भ गर्छ तेललाई। अनि कहिलेकाहीँ अलिक कम्ती पनि हुनसक्छ। त्यो सुक्खा भयो भने तपाईले अझै नै रिफाइन तेल त्यसमा एड गर्नुपर्ने हुन्छ। त्यो एड गऱ्यो भने चाहिँ अझै तपाईकोमा अलिक जुसी हुन्छ, किनभने मोमोहरू सुक्खा खस्रक्कै हुन्छ। त्यही भएर अलिकति तेल अनि छैन भने बटर पनि एड गर्न सक्नुहुन्छ। अनि त्यो मेरो मसला रेडी भएको छ। अनि मैले चाहिँ अहिले यो तपाईको मोमोको भाँडामा तेल लगाउनुपर्छ। यदि तेल लगाउनु भएन भने त्यो सबै मोमोहरू त्यसमा टाँसिन्छ।
यो त सबैलाई थाहा भएकै कुरा हो, त्यो पनि मैले रिमाइन्ड गरेको। अनि अब चाहिँ तपाईँले सानसानो गोलो गरेर तपाईँले यो बेल्नुपर्ने हुन्छ। अनि त्यसलाई मजाले सानसानो, बेसी मोटो अनि पातलो पनि हुनु ठिकैको हुनुपर्छ। यो मोमोको उयोहरू चाहिँ, रेसिपीहरू चाहिँ बेल्नु पर्दाखेरि। अनि त्यहाँबाट मजाले तपाईँले स्टफ भर्ने, अघिको मिक्सचरलाई भरेर चाहिँ मजाले त्यसलाई बेटार्ने। कतिलाई बेटार्नु नआउनु सक्छ, तर एकदमै सजिलो छ। तपाईँले मजाले हेर्नुभयो भने तपाईँहरूलाई पनि सजिलो नै लाग्छ। धेरै किसिमले मान्छेले बेटार्छ, तर अब यो चाहिँ अब जो सबैजनाले गर्ने बेटार्ने यो तरिका हो, सिम्पल, सबैजनाले जान्ने कुरा हो। अन्त मजाले तपाईँले यसलाई त्यो साडीको प्लेट लगाएको जस्तो लगाउनु पर्ने हुन्छ। मजाले त्यसलाई ठ्याप 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 गर्दै त्यसलाई बेटार्नुपर्छ। अनि तपाईँको मोमो रेडी हुन्छ। अब तपाईँले स्टिम गर्दाखेरि चाहिँ मलाई लाग्छ त्यति बेसी राख्नु पनि पर्दैन। मेबी 15 to 20 मिनट्समा तपाईँको भेज मोमो रेडी भइसकेको हुन्छ। अनि एकदम फेरि 5 मिनट्समै ननिकाल्नु होला, ठिकै टाइम हेरेर। अनि त्यो जब तपाईँले त्यो भेज मोमो, जुनै पनि मोमो तपाईँहरूले पाके कि पाकेन भन्दा कसरी हेर्नुहुन्छ भने, त्यसलाई स्टिम गर्दाखेरि चाहिँ त्यो यस्तो खोल्दाखेरि चाहिँ त्यो टल्किनु पर्ने हुन्छ। त्यो अलिकति त्यसलाई साइन दिन्छ मोमोबाट। अनि त्यो भयो भने चाहिँ तपाईँको मोमो इज रेडी। यदि तपाईँले त्यो हेर्नु जानेन भने तपाईँलाई 15 देखि 20 मिनट्सको समयमा चाहिँ तपाईँको मोमो रेडी हुन्छ। अनि अब चाहिँ मैले यो अचारको लागि चाहिँ प्रिपेयर गर्दैछु। भेज मोमोमा चाहिँ हामी प्रायः जस्तो चाहिँ बदामको अचार हामी खान्छ, किनभने त्यो मिठो हुन्छ। त्यो साधारण त्यो लसुन र उसको भन्दा चाहिँ बदामले चाहिँ अझै मोमोलाई अझै टेस्टी पार्छ। यसलाई, यो बदामलाई तपाईँले रोस्ट गर्ने, मजाले रोस्ट गरिसकेपछि त्यसलाई चाहिँ तपाईँले यो मिक्सीमा तपाईँले हालिदिने, जस्तोमा पनि तपाईँले हालिदिँदा हुन्छ त्यो पिस्नको लागि। अनि त्यहाँबाट यो मैले चाहिँ डल्ले खोर्सानी लिएको छु। यदि छैन भने रातो खोर्सानी पनि हुन्छ, सुकेको। अनि नुन, अनि त्यहाँबाट टमाटर मैले उसिनेको छु। त्यसलाई सफ्ट गर्नको लागि थोरै पानी दिनुभयो भने चाहिँ त्यसलाई मजाले मिक्सीमा चाहिँ पिसिन्छ। अनि त्यहाँबाट तपाईँको अचार पनि रेडी हुन्छ। अनि तपाईँहरूले यदि ट्राई गर्नुभएको छैन यो भेज मोमो यसरी भने तपाईँले ट्राई गर्नुहोस् होला। अनि कमेन्टमा भन्नुहोस् होला तपाईँलाई कस्तो लाग्यो। अनि यदि केही तपाईँलाई गाह्रो भयो, केही स्किप भयो इन्ग्रेडियन्ट्सहरूमा भने पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। आई क्यान हेल्प यु। अनि तपाईँको बदामको अचार पनि रेडी भएको छ। यो पाक्दै, यो बनाउँदै गर्दा तपाईँको यो मेरो यहाँ मोमो पनि रेडी भइसकेको छ। अनि अब यसरी चाहिँ हामीले हाम्रो यसरी फ्यामिलीहरू बसेर हामीले मोमो इन्जोय गर्दैछौँ। यो चाहिँ हाम्रो सन्डेको ट्रिट। हामी प्रायः जस्तो सन्डे यसरी के बनाएर हामी फ्यामिली खान्छ, अनि रमाइलो पनि हुन्छ। थ्याङ्क यू फर वाचिङ।